नमस्ते नेपाल, म सागर तामाङ। यतिखेर हामी गुप्तेश्वरीमा आइपुगेको छौँ। टक्क गुप्तेश्वरी डाँडा। हामी यतिखेर अहिले चाहिँ गुफातिर जान लागिरहेको छु। एकदम राम्रो ठाउँ बनाएको रहेछ। पहिला नि 2 चोटि आइपुगेको थिएँ म। अनि पहिला हेर्दाखेरि अब अहिले चाहिँ धेरै राम्रो देखियो। यस्तो छ। यस्तो राम्रो डाँडा छ। अहिले हामी गुफामा जाँदैछु। गुप्तेश्वरबाट देखिने दृश्यहरू यस्तो छ। गुफामा जाँदैछ अहिले चाहिँ। एकदम राम्रो ठाउँ बन्द रहेछ। पहिला हेर्दाखेरि पहिला त यस्तो बनाएको थिएन। अब चाहिँ राम्रो बनाउनु भएको रहेछ। अब सिडी ट्याप ट्याप एकदम राम्रो सिडी बनाउनु भएको रहेछ गुप्तेश्वरी। ओहो ल भवन पनि बनाउनु रहेछ। यो भवन टोइलेट हो के हो होला। पुग्नै लाग्यो। यस्तो राम्रो छ। ओहो एकदम सबैजना घुम्न आउनु है त। पहिलाको जस्तो बाटो छैन। अहिले त एकदम राम्रो बाटो बनाउनु भएको रहेछ। हेर्नुहोस् त सिडी एकदम रमाइलो ठाउँ छ। यो गुप्तेश्वरी हो। धादिङ सुनौलो बजारमा रहेको गुप्तेश्वरी गुफामा जाने बाटो यस्तो बनाउनु भएको रहेछ। यस्तो राम्रो बनाउनु भएको रहेछ। एकदम राम्रो लाग्यो। सिडी चाहिँ खतरा रहेछ। धेरै राम्रो लाग्यो सिडी चाहिँ। पक्कै पनि यहाँ धेरै लगानी गरेको हुनुपर्छ। बाटो सबै डाँडामा सबै बाटो खन्दै रहेछ यार। ओहो गुप्तेश्वरी गुफा पुग्नै लाग्यो है गाइस साथीहरू। यस्तो छ डाँडा काँडा सबै ठाउँमा बाटो बनायो नेपालमा। अब गुप्तेश्वरी गुफामा जाने यो सिडी हो। यो सिडीबाट देखिने यो साइडको दृश्य हो। उता पक्कै पनि कता यो मैले गजुरी पर्छ होला। यो गजुरी एकदम राम्रो बनाएको छ है सिडी चाहिँ। सबैजना आउन सक्नुहुन्छ यो घुम्न, यस ठाउँ घुम्नलाई। पुग्नै लाग्यो गुफा। ओहो ल यता बस्ने ठाउँ पनि रहेछ। गुफामा जानुभन्दा अगाडि यता बस्ने ठाउँमा जाऊँ न। ओहो एकदम राम्रो ठाउँ। ओहो धेरै राम्रो लाग्यो बस्ने ठाउँ पनि। गुफामा जाँदैछु। गुफामा पुग्नै लाग्यो साथीहरू। गुफा पनि देखाउँछ अब। गुफा पुग्नै लाग्यो साथीहरू। अब त पुग्नै लाग्यो।
किन छैन गुफा गुफा त छ नि पुग्न लाग्यो साथीहरु पुग्न लाग्यो गुफा यो गुप्तेश्वरी यो डाँडा त गल्छी गाउँपालिका 3 नम्बर वडा कार्यालय योजना सार्वजनिक सूचना पार्टी ओहो र हामी के अरे गुफामा आइपुग्यो फाइनली गुफामा जानै पर्यो गुफा देखाउँछ है त सबैजनालाई गुफामा आइपुग्यो है बस्ने ठाउँ पहिला बस्ने ठाउँ हेर्न जाऊँ न के छ सबै ठाउँको निर्माणित कार्यक्रमहरू सुरु गर्दै रहेछ अझै गुफा आइपुग्यो गुप्तेश्वरी मन्दिर ओहो ल गुप्तेश्वरी मन्दिर यताबाट जान्छ है अच्छा ठाउँ चाहिँ यस्तो छ मन्दिर चाहिँ यताबाट जान्छ भित्र गुप्तेश्वरी मन्दिर है यसरी जान्छ तिमलाई फुल्छ मन्दिरमा चढाउँछन् मलाई जम्मा गरेर डढाउँछन् म झरेको पात तिमी नझरेको पात मन्दिरमा चढाउँछन् मलाई जम्मा गरेर डढाउँछन् म झरेको पात तिमी नझरेको पात यो गुप्तेश्वरी यो भित्र गुफाभित्र यो चाहिँ बाटो कता हो बाटै छैन त बाटो यताबाट हो गुप्तेश्वरी